साथीहरु अहिले चाहिँ खाजा पनि हामीले खाइसक्यौं हैन। तपाईहरुलाई म एउटा कुरा देखाउँछु ल। के भन्नुहुन्छ भने तपाईहरु कहीँ नगइकन हेर्नु होला। सुरुदेखि अन्तिमसम्म हेर्नु हो भने तपाईले थाहा पाउनुहुन्छ यो चाहिँ के रहेछ त तपाईहरु एउटा कुरा। ल म यहाँ देखाउँदै छु। हेर्नु होला। के भन्दाखेरि नि साथीहरु किन तपाईहरु ढाट्नु हैन। यो ब्याग मेरो स्कुल ब्याग हो हैन। स्कुल ब्याग मैले यो कहीँ जाँदा लादिन। यो चाहिँ स्कुल जाँदा मात्रै लान्छु कि यो ब्याग चाहिँ मेरो। अनि यो ब्यागमा चाहिँ स्कुलको सामानहरु के हुन्छ है त मसँग हेर्नुस् ल। अनि मैले चाहिँ किनभने हुन त यो ब्याग केही पनि भएको छैन साथीहरु। यसको चेन पनि बिग्रेको छैन, केही भएको छैन। तर धेरै लङ टाइम भइसक्यो बोकेको पनि। अब यसलाई चेन्ज गरेर अर्को बोक्नु पर्यो भने अर्को पनि छन् त छ ब्याग। तर मलाई सजिलो लागेर मैले यही बोकेको हैन। तपाईहरु हेर्नु होला है त साथीहरु कस्तो लाग्छ ल। म यहाँ सामान निकालिहाल्छु। ल म यो ब्यागमा देखाउँ ब्यागभित्रको सामानहरु तपाईहरुलाई देखाउँछु है त साथीहरु के हुँदो रहेछ यो भित्र। सुरुमा मेरो किनभने मैले अब यो ब्याग चाहिँ त्यस्तो बोक्नै नमिल्ने पनि छैन, च्यातेको पनि छैन साथीहरु मेरो यो ब्याग हैन। सबै ठिकै छ। र धेरै लङ टाइम भयो नि त बोकेको पनि। अनि म यो ब्याग चाहिँ आज चेन्ज गर्दै छु। अर्को ब्याग मेरो माथि गएर कालो ब्याग ल्याइदिनु छोरो। यस्तै वाला कालो ब्याग। हो त्यो ब्यागमा चाहिँ अनि हाल्नु पर्ने हुन्छ। यहाँ चाहिँ के छ भने सुरुमा चाहिँ मेरो साथीहरु ग्लु स्टिक पनि म एनी टाइम ब्यागमै बोकिरहेको हुन्छु। हेर्नु होला यहाँ राखे ल। त्यस पछाडि छ मेरो यो ब्यागभित्र स्टाप्लर। हेर्नुहोस् है साथीहरु यहाँ राखे। अनि यसको भित्रको स्टाप्लरको भित्रको पिन। अनि यो पनि छ है। अनि त्यस पछाडि रहेको छ यहाँ पेन्सिल पनि छ। यहाँ दुईटा रहेछ पेन्सिल साथीहरु हेर्नुहोस् है। पेन्सिल कलर पनि चाहियो, कलर पनि छ हेर्नु है साथीहरु। कलर पनि एउटा राखे ल। अनि त्यस पछाडि म रहेको छ मेरो एउटा यो कपी। यो कपीमा चाहिँ हामीले यहाँ के लेख्नु पर्ने हुन्छ। त्यो भएर मैले यो कपीमा यहाँ राखेको छु। मेरो यो क्यासहरु चाहिँ मैले यसमा यसरी च्यापेर राखेँ भने यो कुचिदैन नि त। यो त हामीले बच्चाहरुलाई घर पठाउनु पर्छ हैन। यो भित्र यस्तो क्यासहरु हुन्छ के साथीहरु। अनि यसलाई चाहिँ मैले यसै गरेर यहाँ राखेको छु। अनि यो नम्बर टिप्ने यो स्लिप पनि छ यहाँनिर। यसमै राखेको छु। यसो गरे भने यो सेभ भयो। यो एउटा कपीमा राखेको छु। यो पनि यहाँ राखेँ है साथीहरु। अनि यतापट्टि देखाउँछु। अनि त्यस पछाडि रहेको छ मेरो यहाँ के भनेदेखि साथीहरु यहाँ एउटा सानो झोला पनि छ यो भित्र। यो चाहिँ फेरि के भने मेरो एउटा इम्पोर्टेन्ट खालको कागज हुन्छ यसभित्र। यो कहिलेकाहीँ पढ्नु पर्ने हुन्छ। त्यही भएर मैले यो हराउला भनेर चाहिँ मैले यो छुट्टै राखेको। यसमै हुन्छ यो मेरो। यो झोलामै राख्छु म यो चाहिँ हैन। हेर्दै गर्नुलाई साथीहरु मेरो कति सामान रहेछ भित्र। यो सानो झोलामा थियो। अनि त्यस पछाडि यो भित्र के छ भनेपछि मेरो यो डायरी पनि छ। यो चाहिँ हाम्रो मिटिङहरुमा बस्नुपर्छ डायरी हैन। त्यही भएर मैले यो डायरी चाहिँ यहाँ राखेको छु है साथीहरु। यो डायरी छ मेरो है। डायरी पनि भयो। अनि त्यस पछाडि मेरो अलिअलि 1-2 रुपैयाँ पैसा बोकिन्छ नि त स्कुलमा। यो मेरो पर्स भयो है। पर्स पनि निकालेँ। अनि त्यस पछाडि के छ त अब भनेपछि यो भित्र अब कागजपत्र चाहिँ अनि मेरो एउटा सिजर पनि छ साथीहरु। यो चाहिँ पेपरहरु कटिङ गर्नुपर्छ। अहिले चाहिँ के गर्नुपर्छ नि त स्कुलमा। त्यसको लागि अलरेडी आफूसँग बोकिराखेको हुन्छु। मेरो सिजर पनि छ यहाँनिर राखेँ ल। त्यस पछाडि रहेको छ यहाँ धेरै पेपरहरु छ। यो चाहिँ सबै मैले यहाँ आज छानबिन गर्छु। किनभने छानेर राख्नुपर्ने मात्रै राख्छु, नराख्नु पर्ने चाहिँ म फ्याँकिदिन्छु है साथीहरु। किनभने आज म ब्याग चेन्ज गर्दैछु नि त। अनि मेरो यो भित्र रहेछ साथीहरु मार्कर। एउटा नयाँ मार्कर रहेछ है साथीहरु। मार्कर अनि अर्को पनि हुनुपर्ने मेरो मार्कर छ। यो मेरो दुईटा मार्कर रहेछ साथीहरु। एउटा न्यू एउटा ओल्ड। ल दुईटा मार्कर। अनि यहाँ की पनि छ है साथीहरु। मेरो स्कुलको लकरको की पनि भयो। यहाँ राख्ने कीलाई पनि एउटा चाहिँ के छ यहाँ अझै गरौँ छ। यो साइडमा होला। यो साइडमा फेरि अर्को मार्कर पनि रहेछ यो साइडमा। पाक्यो होला ड्याडी। अनि यहाँ मेरो रेड पेन, ब्ल्याक पेन। अर्को पनि रेड पेन। अनि अर्को पनि मार्कर रहेछ। मैले चाहिँ यो थोत्रे मार्करहरु किन बोकेको भन्नुहुन्छ भने साथीहरु स्कुलमा बोर्ड छ कि हाम्रो 4 लाइनको। यसमा यसो नानी बाबुहरुलाई लेख भनेर दिनुहुन्छ भनेर मैले यो छुट्टै दुईटा थोत्रे मार्कर चाहिँ बोकेको है।
पुरानो। अनि यहाँ चिपस्टिक पनि छ, यसो कहिलेकाहीँ ओटसोट पोर्दाखेरि दलिहाल्नु भनेर बोकिरहेको। अनि त्यस पछाडि चाहिँ मेरो यो पनि एउटा लैजाउँ, कति छ सामानहरू त, यो सबै छानेर। अनि यो चाबी पनि छ है, त्यो एउटा चाहिँ मैले भित्र राखेको, कहिलेकाहीँ यो हरायो भने यो त हुन्छ भनेर मैले चाहिँ भित्र सेफ्टी पकेटमा राखेको थिएँ साथीहरू। यसकै हो यो चाहिँ हुनु चाहिँ, ल यहाँ छ। त्यस पछाडि रहेको छ यो चाहिँ टिभीको ऱ्याकको साथीहरू कि है, एकदम छ यहाँनिर मसँग। एकदम दुईवटा हुनुपर्ने हो, त्यही दुईवटा। चक्लेट पनि कहिलेकाहीँ नानी बाबुहरूको लागि हुन्छ भनेर मैले राखेको। यो दुईवटा कि भइहाल्यो। ल यति सामान रहेछ साथीहरू मसँग। ल ढ्यान मेरो अर्को यो ब्याग चाहिँ आइसकेको छ साथीहरू होइन। यो मेरो अलरेडी नै थियो छन चाहिँ, नयाँ किनेको होइन। अनि यो भयो है, किन अर्को बोक्नु भनेर मेरो यहाँ पनि के छ, यी सामानै छ यहीँ। यो के हो, यहाँ पनि पेपरै रहेछ, त्यो दामी छैन। यो स्केल छ यहाँनिरमा चाहिँ, यस्तै रङ्गाउन पनि मिल्ने खाले। र म त पोहोर रहेछ त छोरो, खनाइदिनु ल। अब म के हो अब यो ब्यागमा चाहिँ म हाल्छु साथीहरू। ल त यति नै साथीहरू। ल देख्नुभयो कति कागजपत्रहरू के सामान रहेछ, देख्नुभयो नि। ल बाई बाई साथीहरू, कस्तो लाग्यो कमेन्ट गर्नु होला।